सर यस्तो दामी हुन्छ अनि यहाँ चाहिँ काठमाडौँबाट घुम्न आउने मान्छेहरूको एकदम भिडभाड रहेछ है। सो एभ्रीवान नमस्ते एन्ड वेलकम ब्याक आफ्टर लङ टाइम। फेरि पनि म तपाईँहरूमा एउटा नयाँ भ्लग लिएर उपस्थित भएको छु। अनि आज चाहिँ हाम्रो प्लान रहेको छ शनिबारको दिन काठमाडौँ नजिकै रहेको 10 किलोमिटर मात्रै नजिकै रहेको जोर झरनामा जाँदैछौँ आज हामी शनिबारको दिन। अनि आज हामी चाहिँ प्लानिङ गरे दुईजना साथीहरू, मेरो साथी रमेश मगर अनि म जाने भनेर प्लान गरेका छौँ। अनि रमेशजी चाहिँ यता हुनुहुन्छ। ल मेरो भ्लगमा स्वागत छ है। थ्याङ्क यू सो मच मेरो प्यारो साथी। अनि हामी आज सँगै जानेवाला छौँ। अनि यात्रामा के कस्तो हुन्छ त्यो कुराहरू पुरै समेटेर देखाउनेवाला छौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि हाम्रो आज लगभग यात्रा सुरु हुनेवाला पनि छ है त। एकदम दमदार तयारी छ। एकदम पूर्व तयारी छ। हामी त्यहाँ गएर नुहाउने पनि छौँ। के कस्तो हुन्छ चिच्याउने छौँ, गराउने छौँ। त्यहाँको चिसो हावापानी, चिसो पानी हामी शरीरमा ल्याएर आनन्दित बन्ने छौँ। त्यो कुराहरू त तपाईँहरूले भिडियो अन्तिमसम्म हेर्नै पर्छ होइन। अनि त्यो चाहिँ एकदम एउटा भिलेज लाइफ जस्तै माहौल छ अरे। त्यो कुराहरू चाहिँ के कस्तो रहेछ हामी यात्रामा जाँदाखेरि देखाउँछौँ है त। त्यति बेलासम्मको लागि हामीसँग जोडिँदै हो गर्नु होला। लेट्स गो। झरना झोर नजिकै आसपास आइपुगेको छौँ हामी। के कस्तो छ हामी देखाउँछौँ तपाईँहरूलाई पनि सँगसँगै यात्रामा। माथिबाट मान्छेहरू झरिरहेको छ। हामी चाहिँ अर्कै बाटो आएछ होइन। त्यही पनि अलिकति हिँड्नुपर्छ भन्ने चाहिँ लागेर हामी पैदल यात्रामा जुटिरहेछौँ। यस्तो खिच्यो न, यो अन्त खिच्ने भने त यहाँ हेर न, यो माथि के हो? त्यो भगटे अरे मान्छे आरू बखराहरू मकैहरू सबै छ त है। सबै छ नि झर्ना यता घान्थे। ल यता रहेछ बाटो। अलिक कन्फ्युज भएर हामी सोध्दै हामी यात्रामा अगाडि छौँ। ठ्याक्कै नजिकै पुग्नु लागिरहेछौँ होइन। हेर न मकै अलिक क्यामेराले क्वेस्ट गरेन क्या मेरो। फेरि गोप्रो हान्नै पर्ला अब चाहिँ। तपाईँहरूको साथ समर्थन भयो भने हाम्रो गोप्रो फेरि आउँछ नजिकै। मेरो चाहिँ जाने आउला छ। मेरो सब्सक्राइबर धेरै छ नि त। मेरो पनि आइसक्यो नि केटा। के कति भयो? 15 हान्नु लागिरहेको यार। मेरो त 4000 माथि सब्सक्राइब भइसक्यो। गाउँहरूको यादहरू दिलाउने एउटा अर्ग्यानिक मालहरू हेर्नु ल, माल वस्तुहरू। यो क्लिप मलाई पनि हाल्दै है। ल यहाँ न फेरि यो तिमीले अस्ट्रेलियाको। यो हाम्रोमा त एउटा रुखै थियो यार। यहाँ माथि हेर न फेरि नस्पति। यो त नस्पतिको ओए बन्द कोठामा बस्दा दिमाग सर्ट होला जस्तै भएर है। 10 मिनट जति के अरे 10 किलोमिटर मात्रै हिँड्ने हो भने त यार फेरि गाउँघरै आइपुगे जस्तो हुने रहेछ त हौ काठमाडौँमा नि। हेर्नु त बाटोको अवस्था हेरौँ अहिले। झोर जाने बाटो। यहीँ गाई बस्तुको मलको यो बारी हो कि अर्ग्यानिक माल वस्तुहरू। ल त्यहाँ माथि रहेछ ऊ के अरे उकालो सिँढी चढेर जानुपर्ने हो कि हामी। झर्नादेखि आउँछ माथि कता होला। के को धुन हो त फेरि मासतिर? बाजागाजाहरू बजिरहेछ। त्यतै होला हौ है। काठमाडौँको त माटै ओरिजिनल यार। साँच्चै एकदम खतरा ठाउँ नि यो त। यहाँभन्दा अलिकति उपत्यका बस्ती भएको ठाउँमा अब सब बस्तीहरूले भरियो। कङ्क्रिट ढलानहरू भयो। त्यहाँको उर्वर भूमिहरू चाहिँ एउटा मरुभूमिमा जस्तै परिणत भयो। त हेरौँ त
रुममा बस्दा दिमाग खराब भएर न त केही हावा चल्छ न त केही कोहीसँग आसपास भेटघाट हुन्छ एक्लै सुनसान बसेको छ दिमागले काम नगर्ला कि जस्तो हुने यार कहिले कसै यसरी पनि सुन्नु आउनुपर्छ भनेर हामी आज दुईजना जोडेर चाहिँ नै आइदिएको छौँ हामी ठ्याक्कै झर्ना आसपास आइपुगेको छौँ तपाईँहरूलाई पालि झर्ना यही त हो नि देखाउँछौँ यहाँ के हो मन्दिर झर्ना 400 मिटर तर मन्दिर झर्ना अब 400 मिटर मात्रै छ ल बोल नि तिमी अनि यस्तो बाटो हुँदै जाँदैछौँ अझै हिँड्दै जाउँ नि सँगै हामी पनि जाउँ। हामी आइपुग्नु लागेका छौँ अब बाइकहरू चाहिँ यहीँनिर पार्क गर्ने रहेछ त्यहाँदेखि ठ्याक्कै झर्ना चाहिँ त्यहाँ छ त्यहाँसम्म जानु नसक्ने रहेछ बाइकहरू त्यही भएर हामी यहाँदेखि जान्छौँ हामीले सुन्दा त यहाँनिर झर्ना भनेर सुनेको होइन तर एउटा धार्मिक स्थल पनि रहेछ यहाँ चाहिँ आज मान्छेहरूको एउटा भक्तजनहरूको भिडभाड छ कुन मन्दिर अघि त्यो गेटमा देख्नुभयो होला त्यो मन्दिर रहेछ अनि ठ्याक्कै मान्छेहरू झर्ना पनि हेर्ने यहाँको मन्दिरको दर्शन पनि गर्ने भनेर चाहिँ यसरी मान्छेहरूको जमात देख्न सकिन्छ त्यहाँ चाहिँ नै छ अनि हामी पनि भिडियो गर्दै 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 अगाडि बढिरहेको छौँ ल हेर्नुहोस् फाइनली हामी झोलझर्ना आइपुगेको छौँ अनि यहाँको माहौलहरू चाहिँ आज शनिबारहरू एकदम भिडभाड रहेछ है मान्छेहरू हेर्नु है त अब झर्ना झर्नाको माहौल झोर झर्नामा लोकल काँक्राहरू सही नै यस्तो रहेछ हरियो मकैहरू पनि सब कुराहरू ठ्याक्कै आज हामी आएको झर्नाको नाम चाहिँ यहाँ हेर्नै साथीहरू सर यस्तो दामी हुन्छ अनि यहाँ चाहिँ काठमाडौँबाट घुम्न आउने मान्छेहरूको एकदम भिडभाड रहेछ है गाडीहरू यस्तै पार्किङ गरिरहेछ केही यहाँदेखि देखिने उ चाहिँ काठमाडौँ चाहिँ अहिले अलिकति धुम्मिएको भएर तालहरू लागेको भएर यस्तो देखिँदो रहेछ यहाँदेखि यस्तो खतरा छ एउटा गाउँघरको माहौल छ क्या एकदम दामी छ सामाकोसी हुँदै सामाकोसीदेखि माथि टोखा भएर टोखादेखि ठ्याक्कै माथि लगभग भनौँ न चाबेलतिरदेखि लगभग 12 किलोमिटर रहेछ हामी त्यही आधी घन्टा जस्तोमा त बाइकमा आइहाल्यौँ अनि यो कुराहरू सबै समेटेर एकदम रमाइलो पनि भयो अनि तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला भन्ने होप छ है अनि तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने यो ठाउँमा चाहिँ एकचोटि आएर भिजिट गर्नु होला एउटा दामी माहौल छ है त मैले पहिलेदेखि नै सोचेको थिएँ एउटा हुन्छ नि काठमाडौँ बस्दा यति दिक्क भएको थियो कि यहाँ आइसकेपछि फाइनली हाम्रो एकदम रिफ्रेस भयो कि सबै कुराहरू भुलेर हामी चाहिँ आनन्द छौँ होइन भन्दा अलिक केही माहौल पर जाउँ भन्ने हिसाबले पनि त्यही हिसाबले हामी यहाँको नत्र हाम्रो उतै काठमाडौँतिर सानो क्याफेमा बसेर भइहाल्छ रमाइलोको लागि भन्दा पर आनन्दित छ यो ठाउँ रमाइलो छ होइन तपाईँहरू पनि आउन सक्नुहुन्छ आउनको लागि चाहिँ अब हामीलाई कहाँदेखि लोकेसन
सामकोशी पनि हो सायद यता सामकोशीदेखि ठ्याक्कै माथि टोखा निक्लेर टोखादेखि त त्यही 2 किलोमिटर 2 मिटर समथिङ त्यस्तै छ त्यस्तै नजिकै एकदमै नजिकै छ काठमाडौँ हेरी काठमाडौँबाट त धेरै नजिक 12 किलोमिटर त्यहाँ चाबेलदेखि 12 किलोमिटर चाबेलदेखि 12-13 किलोमिटर भन्नु आउन सक्नुहुन्छ एकदमै नजिक रहेछ नि एउटा रिफ्रेसमेन्टको लागि त दामी रहेछ क्या एउटा पहिले नै सुनेको मैले पनि तर यो ठाउँमा आइपुगेको थिइनँ फर्स्ट टाइम एकदम इन्जोय भयो भिडियो तपाईँहरूले हेरिहाल्नु के कस्तो गर्यो भन्ने कुरा होइन भेट्छु कुदिरहेछ स्वर्गभन्दा कम छैन यार पैसा हुँदैन है पैसा हुँदैन पैसा हुने त जे गर्छ पैसोले गर्छ एउटा घर हुनु पऱ्यो अनि साधारण एउटा गाडी हुनुपर्छ अनि ब्याङ्क ब्यालेन्स 5-7 लाख हुनुपर्छ सानो बिजनेस चाहिँ खानीबाट बिजनेस गर्छ स्वर्ग नि माया छ त्यहाँभन्दा स्वर्ग के छ स्वर्ग कि अप्सरा पाइने ठाउँ यही हो के भन्नु घरकै खाना आउँदै पितो गरेर हलाइरहेछ मान्छे ए तारेभिर त परै भयो त गोकर्ण कहाँ जाँड गोकर्णेश्वर कहाँ गोकर्ण उता हामीले त यता ए आयो भने सुई हामी त्यहाँ आयौँ अघि हामी तलबाट आएको अहिले माथिबाट यस्तो खतराबाट आउनु थियो यो मुलाहरू लोकेसन ट्याग कता गऱ्यो अनि ठ्याक्कै यहीँनिरको गरेको हो नि त हामीले है सुरुमा यो गरेको तर ठिकै छ सुरु हामीले यो बाटोको लोकेसन ट्याग गरेको बबाल साथीहरू फर्किने बेलामा चाहिँ सानो एउटा अब यहाँ आइसकेपछि भोकै त फेरि फर्किनु भएन त्यही भन्यो भने एउटा सानो खाजाको कार्यक्रम गरौँ न त भनेर चाहिँ हामी खाजा खानु बसेको छौँ अनि अब चाहिँ नि यो कुराहरू हामीले खाएर चाहिँ हामी अब रुमतिर रिटर्न ब्याक हुन्छौँ त्यस पछाडि आजको हाम्रो शनिबार पनि इन्डिङ भन्नेवाला छ बाँकी दिनहरू आउँछ फेरि बाँकी दिनहरूमा पनि के कस्तो हुन्छ त्यो कुराहरू फेरि हामी समेटेर तपाईँहरूलाई देखाउने प्रयास गर्छौँ यस है त त्यति बेलासम्मको लागि भिडियोमा जोडिने गर्नुहोला नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब हाल्नुहोस् यता आर्यन थापा छ भने मेरो चाहिँ BALH भल्स गुरुङ है त भेटौँ थ्याङ्क यू सो मच